जयमसी है जयमसी तपाईँलाई फेरि मैले यो 7 ट्रेनको लास्ट स्टेसनमा ल्याएको छु। यहाँ घुम्न आउनुहुन्छ भने चाहिँ पछाडिको छ दामी लाग्यो मलाई चाहिँ घुम्न आउनु होला यतातिर। अनि यो देख्नुहुन्छ नि यहाँ ठुल्ठुला बिल्डिङहरू छन् तपाईँ साथमा देख्न सक्नुहुन्छ। त्यो पार्क रहेछ अनि यहाँ नजिक जाउँ है यस्तो रहेछ। साथमा रहनु होला अनि भिडियो हेरेर साथ पनि दिनु होला। अब म चाहिँ तपाईँको बिल्डिङ चाहिँ यो अग्लो गर्छु। यो चाहिँ 7 ट्रेनको लास्ट स्टेसन है। तपाईँ ज्याक्सनमा चढ्नुहुन्छ नि 7 ट्रेनको लास्ट स्टेसन अनि यस्तो हरियाली छ दामी छ। लास्ट स्टेसन हो। लास्ट स्टेसन कतिले चाहिँ यहाँ आएर फोटो खिच्नुहुन्छ नि यही हो त्यो अगाडिको स्टेसन। दामी लाग्यो मलाई चाहिँ यो लास्ट स्टेसनको त्यसको माथि बिल्डिङहरू छ। अब हामी अझ अगाडि जान्छौँ। आज चाहिँ बिहान बाहिरतिर निस्केको काम पनि थियो। यसो सानो तपाईँलाई रमाइलो यसो भिडियो बनाएर म चाहिँ तपाईँलाई स्वागत गरेको छु है। यहाँ साथमा तपाईँले फिल्म जस्तो हुन्छ जाने पनि टिकट छ। टिकट पाउँछ माथि जाने। कसै साथमा आएको कस्तो हुनुहुन्छ आराम हुन्छ होला है। हाम्रो त परदेशी जीवन यस्तै छ हेर्नुहोस्। गाउँ बस्तीबाट सहरमा आएको सहरबाट गाउँको यादले हामी तर्फिरहेका छौँ। फेरि अवश्य नै आफ्नो गाउँठाउँको सहयोग गर्न पाउँदा खुसी लाग्छ। कतिपय हाम्रो दाजुभाइ दिदीबहिनीहरू धेरै बिरामी हुनुहुन्छ। एकअर्कामा हामी सहयोग राख्छौँ अनि धन्य होस् सबैको योजना चाहिँ तपाईँ हाम्रो सबैको हो। सबैले एकअर्कामा सहयोग गर्नुपर्छ त्यो भावना राख्नुपर्छ है। अरू त अब एक दिन हामी छोडेर जानुपर्छ सबै कुराहरू। यो एउटा देखावटी मात्रै हो। तपाईँलाई कस्तो लाग्छ? मैले फिल गरेको चाहिँ देखावटी मात्रै हो। कुनै जीवन हो कि एउटा देखावटी एउटा आफ्नो इच्छाहरू पुरा गर्ने मात्रै हो। तर त्यसको रिजल्ट भनेको चाहिँ आफूमा भर पर्ने हो। हेर्नुहोस् है तपाईँलाई कस्तो लाग्छ? आफ्नो आफ्नो विचार हुन्छ आफ्नो आफ्नो धारणा हुन्छ। अब यो यसो घुमघाम गरिरहेको यही हो। यो अग्ला घरहरू बनिया छन्। यिनी घरहरू बन्नेको कारण चाहिँ शान्ति त्यसै गरी एकदम राम्रो न्यायालय अनि टेक्नोलोजी तपाईँको अनि कुनै भ्रष्टाचार नभएर शुद्धता त्यसलाई भन्छ पवित्रता अनि एकअर्कामा मानव अधिकारको देश अमेरिका हेर्नुहोस्। त्यो पनि साथसाथै यहाँ धेरै मैले अब बसेको चाहिँ अब 8 वर्ष पुरा भयो हेर्नुहोस् है। तर धेरै नयाँ अप्सनहरू पाइन्छ जीवनमा। अब तपाईँलाई मेरो फ्युचरको कुरा भन्नुहुन्छ भने चाहिँ धेरै सङ्घर्ष गर्यो यो देशमा पुग्नलाई मात्रै होइन। आफ्नो रेगुलर साँझ बिहानको कामकाजमा पनि एक त विदेशिनु आफैमा एकदम आफ्नो बाउआमा छोडेर टाढा हुनु आफैमा दुःख छ हैन, आफ्नो परिवार छोडेर। त्यही पनि तपाईको विदेशमा
एकता भाषा हुँदैन, एकता सिप हुँदैन होइन। अब तपाईँलाई भन्नुपर्दा नराम्रो लाग्ला, तर सिप भाषा त्यसै गरी निरन्तर आफ्नो कामको मिहिनेतले चाहिँ सफलता चाहिँ अवश्य नै ल्याउँछ। तर त्योभन्दा अब तपाईँलाई फेरि अन्यथा नमान्नु होला, हाम्रो नेपालीको दाजुभाइको दिदीबहिनीको बानी नै के छ, ठुलो चाहिँ घरमै लगानी गर्ने पहिला चाहिँ। त्यसले चाहिँ प्रतिफल दिँदैन। त्यसले चाहिँ किन दिँदैन त भन्दा चाहिँ हामी व्यवसायी पहिले व्यवसायमा लगानी गऱ्यौँ भने व्यवसायले त हामीलाई त राम्रो प्रतिफल दिन्छ होइन। राम्रो आफूलाई भने जस्तो व्यवसायबाट चाहिँ आएको इन्कमले हामीलाई चाहिँ एउटा सन्तुष्टि होइन। अनि त्यसै गरी बल्ल हामीले चाहिँ घर व्यवहारहरू जग्गा जमिनहरू जोड्नु चाहिँ सहायता गर्नुपर्छ। तर तत्कालै तपाईँ हामीले अब घर व्यवहार जोड्नु चाहिँ मलाई उचित लाग्दैन। किनभने व्यवसाय गरेपछि मात्रै हामी सम्पन्न भयो भने चाहिँ मात्रै हामीले चाहिँ बल्ल घर गृहस्थी जोड्न उचित हुन्छ। त्यसले बलियो बनाउँछ हामीलाई होइन। त्यो हो। त्योभन्दा फेरि अब कति साथीहरूले, कति दिदीबहिनी दाजुभाइले उता आफ्नो ठाउँमा छ, सम्पत्ति प्रशस्त कमाएको छ र अब त्यस्तो कुरा गर्छ। हामी त अब के गर्ने, 1 रुपियाँ कमाएको छैनौँ, कसरी होला अगाडि बढ्ने भन्नुहुन्छ होला। त्यो होइन, कमाइले हामीलाई रिजल्ट दिनु पर्यो। अब महिनाको नेपाली 8 लाख 9 लाख कमाइन्छ, तर त्यो 8-9 लाख चाहिँ महिनाको अन्तिममा बस्ने कति हो, कति बचाउन सकिन्छ त त्योमा भर पर्ने कुरा हुन्छ होइन। अब ठुलै सम्पत्ति कमाएर तपाईँले अब त्यो सम्पत्तिलाई बचाउनै सक्नु भएन भने त्यो कमाएको पनि अर्थ भएन होइन। 1 नम्बरमा। 2 नम्बरमा तपाईँले चाहिँ जिरोबाट चाहिँ सङ्घर्ष गर्न सिक्नुपर्छ होइन। जति कुराहरू जिरोबाट सङ्घर्ष गर्नुहुन्छ उति तपाईँलाई चाहिँ आम्दानी र प्रतिफलको अनुभव हुन्छ। जस्तो अब तपाईँले अब धेरै अब लेबर साथीहरू, लेबर दाजुभाइहरू रेगुलर साँझ बिहान छाक टार्ने हाम्रा दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ, आत्तिनुहुन्छ। किनभने चाहिँ धेरै सङ्घर्ष हुन्छ, मलाई थाहा छ, मैले पनि त्यही सङ्घर्ष गरेर आएको। अब जीवनमा सङ्घर्ष नै मेरो चाहिँ सुखको बाटो है। म दुःख नै रोजेर मैले बल्ल सुखको बाटो प्रतिफल पाउन खोजेको छु होइन, बिस्तारै। तर त्यही पनि यो जीवनलाई चाहिँ जबसम्म अन्त्य हुँदैन, जबसम्म परमप्रभुमा नसुटुन्जीलाई सङ्घर्ष हुन्छ है। त्यो चाहिँ आफैमा एउटा के भने चाहिँ सबैको परिस्थिति त्यो हो, सबैको दुःख सङ्घर्ष त्यही नै हो। जबसम्म हामी आफ्नो सङ्घर्ष निरन्तरलाई अगाडि बढाउँदैनौँ तबसम्म हामी केही पनि गर्न सक्दैनौँ। सङ्घर्ष त आइहाल्छ नि, आज होइन भोलि होइन, धेरै दुःखहरू आउँछन्, धेरै चुनौतीहरू आउँछन्, धेरै पीडाहरू आउँछन् होइन। अब यस्तै भिडियो म तपाईँलाई अझ पनि ल्याउने छु, तर सहायता दिनुहोला, एकअर्कामा फलो गर्नुहोला, कमेन्ट गर्नुहोला। म पनि तपाईँको कति कुराहरू फलो गरिरहेको छु, तपाईँले पनि मलाई फलो दिनुभएको छ। अनि अब परदेश मैले अघि नै भने जानु नै आफैमा दुःख छ होइन। अब परदेश गएर पनि के गर्ने त होइन। अब सिप छैन, साथमा भाषा छैन, साथमा एजुकेसन छैन, अनि म त जिरो लेभल हो मेरो त भन्नुहुन्छ नि। म न त भाषा आउँथ्यो न त एजुकेसन छ। अझै पनि भन्छु तपाईँलाई, एजुकेसन मेरो कमै हो, तर अनुभवी भन्दा तपाईँ आफै बुझ्नुहुन्छ। मैले चाहिँ धेरै अनुभव चाहिँ मैले बोटलेर चाहिँ यो उमेरसम्म लागेको छु। अवश्य नै कुनै ठाउँ त काम पनि लागेको छ होइन, काम लाउनु पनि पर्छ। अनुभव भनेको नै अब सिकेका कुराहरूलाई चाहिँ आफूले चाहिँ आफ्नो काममा चाहिँ निरन्तर लगाउनु नै अनुभव हो। सङ्घर्ष त आज त्यस्तै हो, भोलि पनि त्यस्तै हो। सङ्घर्ष निरन्तर आउँछ। सङ्घर्ष भनेको नै हामीलाई दुःख सुखको साथी भन्छु म चाहिँ है। तपाईँले के सोच्नुहुन्छ
त्योलाई चाहिँ हामीले निरन्तर हामीले गरिरहेको भने चाहिँ अवश्य नै हामीलाई प्रतिफल हुन्छ। टाइम चाहिँ खेर नफाल्नुहोस् होइन। सानो भए नि व्यवसाय गर्नुहोस् होइन। सानो भए पनि आफ्नो निरन्तर कामलाई दिनुहोस्, काममा सबभन्दा ध्यान दिनुहोस्, अरू नराम्रा कुराहरूलाई ध्यान नदिनुहोस्। अवश्य नै तपाईँ सफलताको शिखरमा जानुहुन्छ। कोही अब जानु नसक्नु होला, त्यो बिस्तारै जानु होला, कोही छिटै जानु होला, त्यो आफ्नो एउटा आफूमा मैले अघि नै भर पर्ने कुरा हो। त्यसले गर्दा नआत्तिनुहोस्, खुसी रहनुहोस् मेन कुरा चाहिँ। अनि आफ्नो हेल्थको लागि चाहिँ एकदम हेल्थ इन्सुरेन्सहरू बनाउनुहोस्। अनि 2-4 रुपियाँ कमाएको पनि त्यो हेल्थ इन्सुरेन्सले तपाईँलाई भोलिको दिनमा बिमारी हुँदा चाहिँ काम गर्नु सकोस्। मेरो कुरा गर्नुहुन्छ भने म अहिले अमेरिकामा आफ्नो पनि हेल्थ इन्सुरेन्स एकदम प्रशस्त बनाएको छु। हाम्रो जीवन नै अन्त्य र मृत्यु वा कुन बेला के हुन्छ, हामी एउटा अन्नपानीको शरीर हो। त्यो हेल्थ इन्सुरेन्सले तपाईँलाई एकदम फाइदा गर्छ है। त्यसले चाहिँ हामीलाई चाहिँ सपोर्ट गर्छ। अब परदेशमा कोही छैन, बिमारी भएपछि कहाँ जाने, अब हस्पिटलै जानुपर्छ। हस्पिटल महँगो छ हेर्नुहोस् होइन। परदेशमा एकदम हस्पिटल महँगो हुन्छ जहाँ पनि। त्यसले हेल्थ इन्सुरेन्स भयो भने त तपाईँलाई कभरेज हुन्छ होइन, आफूलाई ढुक्कै हुन्छ। त्यसले सबै कुराहरू अब आफूलाई कभरेज गरिदिन्छ। त्यो भने सजिलो हुन्छ। अनि फ्युचरको लागि मात्रै होइन, आफ्नो परिवारलाई पनि सेफ हुन्छ, परिवारमा पनि ढुक्कै हुन्छ। आफ्नो देशमा हेल्थ इन्सुरेन्स पनि छ, विदेशमा पनि छ। केही कारण केही भयो भने नहोस्, भयो भने त सेफ भयो नि त मान्छेलाई, त्यो पनि एकदम महत्त्वपूर्ण हुन्छ। स्वास्थ्य नै ठुलो कुरा हो। स्वास्थ्य राम्रो छ भने त तपाईँ घुम्नु सक्नुहुन्छ। अहिले म घुमे जस्तै गरेर तपाईँ खानु सक्नुहुन्छ। तपाईँ फेरि आफ्नो योजना बनाउनुहुन्छ, कामकाजमा इन्कम कमाउनु सुरु गर्नुहुन्छ। त्यही नै ठुलो जीवनमा चाहिँ होइन, स्वास्थ्य नै ठुलो। त्यसले गर्दा कति कुरा चाहिँ मानसिक टेन्सन लिएर धेरै कुराहरू चाहिँ सोचेर आफ्नो समयहरू बर्बाद नगर्नुहोस्। यो जीवन हामीलाई सुन्दर दिनुभएको परमप्रभुले यो जीवनलाई त्यत्तिकै खेर नफाल्नुहोस्। यो जीवनलाई चाहिँ सदुपयोग गर्नुहोस्। अनि सत्यको बाटो हिँड्नुहोस्, असत्यको बाटो त्याग्नुहोस्। नयाँ कुराहरू खोज्नुहोस्, नयाँ ठाउँ जानुहोस् होइन। अनि त्यसै गरी अब हरेक काम काजमा चाहिँ निरन्तर टाइम दिनुहोस्। त्यो मात्रै भनेको पनि होइन, फेरि हेल्थलाई पनि टाइम दिनुहोस्। त्यसै गरी तपाईँको आफ्नो मनोरञ्जन घुम्ने ठाउँलाई पनि टाइम दिनुहोस्। जसरी मैले टाइम निकालेको हुन्छु तपाईँलाई चाहिँ भिडियोमा युट्युब र फेसबुकमा मैले अपलोड गर्छु। त्यसै गरी सोसल मिडियाबाट पनि 2-4 रुपियाँ कमाउने कोसिस गर्नुहोस्। अनि राम्रो नियम पालना गरेर भिडियो बनाउनुहोस्। अनि तपाईँको अकाउन्ट्स ब्लकहरू नहोस् होइन, तपाईँलाई इस्यु नहोस्। सबैले चाहिँ 2-4 रुपियाँ कमाउन सकोस्, म त्यही चाहन्छु होइन। हुन्छ, यो लामो भिडियो भयो। म यसो घुम्न निस्केको थिएँ, मेरो दाजुभाइ तथा दिदीबहिनी। म फेरि यस्तै नयाँ भिडियो ल्याउने छु। यसो काम बेला पनि निस्केको थिएँ, काम बेला पनि यसो भिडियो बनाएर हाम्रो दाजुभाइलाई यसो सुनाऊ कि भनेको है। अन्यथा नल्याउनु होला। यसलाई चाहिँ यही नै इन्कम कमाउनु चाहिएको रहेछ कि भनेर पनि फिल नगर्नु होला। त्यो पनि होइन कि अब म कहाँ छु के छु, अनि त्यहाँको पनि मनोरञ्जन हाम्रा गाउँदेखि सहरसम्म बस्ने दाजुभाइले पनि सुन्नु सकुन्, हेर्नु सकुन् भनेर चाहिँ भिडियो बनाएको हो। अनि अन्यथा नलिदिनु होला। अनि फलो दिनु होला, लाइक गरिदिनु होला, साथमा सदाभर रहनु होला। म पनि तपाईँको साथमा रहनेछु। हुन्छ, अहिलेलाई चाहिँ बाई बाई। अनि नेक्स्ट भिडियोमा तपाईँ हामी फेरि जोडिनेछौँ। अनि जय मसीह। साथै जहाँ हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। धन्यवाद यतिसम्म भिडियो सुनेर साथ दिनुहुने। स्वदेशदेखि विदेशसम्मलाई म यही भिडियो यही टुङ्गाउँछु। अर्को भिडियोमा फेरि हामी जोडिन्छौँ। जय मसीह, नमस्कार।